मैले हिजो आशा बहिनीले अल्टिमेटम दिनुभएको थियो, कोले पोएम भन्ने, छुटछुट लेखाइहाल्ने नाम भन्नुभयो। मैले हतारमा लेखिदिएँ। तर अघि 4 साढे 4 बजेसम्म कुनै रचना थिएन मसँग। कहिलेकाहीँ हतारमा गरेको निर्णय गलत हुन्छ। तर गलत निर्णय गए पछाडि त्यो निर्णय सच्याउने या वेदनामा बस्ने, त्यही भएर हतारमा निर्णय नगर्नु, जीवन आफ्नो हो। धेरै फेरि यहाँ आउँदाखेरि नि म चाहिँ किन पनि आउँछु भन्दाखेरि सब युवा हुनुहुन्छ, ए बा म पनि जवान छु कि भन्ने जस्तो लाग्छ। सबैले हाम्रो राजपूत भाइले मेटाभर्सको कुरा गर्नुभयो। रोहनजीको आवाज सुन्दा त कहाँ यो हलमा बसेर उनको सुटै हेर्छु जस्तो लाग्यो मलाई। सबैको पछाडि एउटा पीडा छ, यी मुस्कान पछाडि एउटा पीडा छ। सबैले प्रेमको कथा सुनाउँछन्, प्रेमको बिछोडको कथा सुनाउँछन्, तर प्रेम बिछोडमा रहेको मान्छेको कथा कसले सुनाउँछ? हाँसिदेऊ न तिमी। ऊ ठिक थियो, ठिक थिएन, मलाई थाहा छैन। ऊ ठिक थियो, ठिक थिएन, मलाई थाहा छैन। तर जब ऊ कसैको जुनेली रातमा परिणत भइसक्यो भने तिमी किन बेठिक? तर जब ऊ कसैको जुनेली रातमा परिणत भइसक्यो भने तिमी किन बेठिक? बुझ्नु भएन भने जब ऊ कोहीसँग गइसकेको छ, तिमीलाई थाहा छ भने तिमी किन रोइरहेछ उसको लागि? निसन्देह उसको दृष्टि, स्पर्श, उसको ओठबाट निस्केको प्रिय शब्द तिमीलाई वर्षाले माटोलाई चुम्दाको सुवासभन्दा मिठो लाग्थ्यो होला। जसरी बिहानीको पहिलो किरणले हिमाललाई स्पर्श गर्छ, त्यसरी नै उसले तिमीलाई प्रेमको प्रभात देखाएको होला। तर सम्झ त, प्रभातको त सन्ध्या हुन्छ, अन्त्य होइन। तर सम्झ त, प्रभातको त सन्ध्या हुन्छ, अन्त्य होइन। समीपसँग भएको बेला धेरै सपना बुनियो होला। समीपसँग भएको बेला धेरै सपना बुनियो होला, धेरै बाचा गाँसियो होला। घरको रङ र लालाबालाको नाम पनि राखियो होला। घरको रङ र लालाबालाको नाम पनि राखियो होला। काँधमा ढल्केर उसको भरेको थियो होला कल्पनाको झोला। काँधमा ढल्केर उसको भरेको थियो कल्पनाको झोला। तर पहरसँगै सिर फेर्ने त्यो काँध, तर पहरसँगै सिर फेर्ने त्यो काँध र दिनसँगै हात फेर्ने त्यो हात तिम्रो लागि थिएन होला। म नराम्री छु, म ठिक छैन, म हारे जस्तो उपाधि आफैलाई दिने तिमी को हो? र तिम्रो योग्यता र रूपको लेखाजोखा गर्न सक्ने ऊ को हो? न ऊ न्यायाधीश हो, न तिमी जलासी। न ऊ न्यायाधीश हो, न तिमी जलासी। न ऊ राम हो, न तिमी राम राज्यको अभिलाषी। न तिमी राम राज्यको अभिलाषी हो। चोक गल्ली साथीको सँग भेलामा उसको उपस्थितिले र फेसबुकमा उसको पोस्टले पक्कै पनि तिमीलाई पिरोल्छ। तर एकपल्ट मनको होइन मस्तिष्कको नयनले, तर एकपल्ट मनको होइन मस्तिष्कको नयनले हेर त, ऊ त्यहाँ अवधि हर्षित छ र तिमी असीम वेदनामा हराइरहेकी छौ। र तिमी असीम वेदनामा हराइरहेकी छौ। के तिम्रो मन स्वाभिमान यति दुर्बल छ? के तिम्रो मन स्वाभिमान यति दुर्बल छ कि कसैको स्वार्थले थरथराउँछ? के तिम्रो आँसु यति सस्तो छ कि जो तिम्रो कहिले थिएन उसको लागि आफूलाई अँध्यारोमा सिरानी माथि बगाउँछ? अँध्यारोमा सिरानी माथि बगाउँछ। तिमी सोध्छौ म रातको अँध्यारोमा रुँदैछु, कसैलाई के थाहा? तिमी सोध्छौ म रातको अँध्यारोमा रुँदैछु, कसलाई के थाहा? तर थाहा हुन्छ त्यस आमालाई जसले तिमीलाई गर्भनालदेखि मङ्गलसूत्रसम्म साथ दिइरहेकी छिन्। त्यस बाबालाई जसले तिम्रो गुडियाको घर देखेर
तिम्रो घरको सपना कोरेका छन्। जो हिजो थियो आज छैन, जो हिजो थियो आज छैन, त्यस कारकका लागि साथीसँग तिमी झर्किनु, जन्म दिने आमासँग तिमी तर्किनु, हिँड्न सिकाउने त्यो बुबाको मुखमा तितो जवाफ फर्काउनु, के यही हो तिम्रो शब्दकोशमा प्रेमको परिभाषा? मेरो जीवन निरर्थ छ, मेरो जीवन निरर्थ छ, बिदा हुनु नै उचित होला जस्तो सोच निकै पल्ट आयो होला। पासो बनाउने या सिसीको झोल घाँटीबाट बगाउने, पासो बनाउने या सिसीको झोल घाँटीबाट बगाउने साहस तिमीलाई रिस र भावनाको बेगले देला। तर तिमीले बिदा लिए पश्चात कसले दिन्छ पछाडि रहेको लुटिएका टुटिएका ती मलिला आँखाहरूलाई साहस, जसको जीवनभरिको वैभव मान सम्मान र आय तिमी नै हौ। नगर बिछोडको पीडालाई अनुमोदन, नगर पिछोडको पीडालाई अनुमोदन, यही पल सक्काउ त्यो रोदन। हेर आफूलाई दर्पणमा, खोज आफूलाई कणकणमा। कसैको रानी बहिनी तिमी, कसैको रानी बहिनी तिमी, कसैको राजकुमारी छोरी, कसैको सपनाकी परी। फर्किआऊ आफ्नै संसारमा, रमाऊ आफ्नै व्यवहारमा, अझै निखर भई। फर्किआऊ आफ्नै संसारमा, रमाऊ आफ्नै व्यवहारमा, अझै निखर भई। तिमीलाई माया गर्ने धेरै छन् यहाँ, हाँसिदेऊ न तिमी, हाँसिदेऊ न तिमी। हुन त तिमीलाई यो यथार्थ बुझाउन अनगिनत पाना र पल सकिएला, हुन त तिमीलाई यो यथार्थ बुझाउन अनगिनत पाना र पल सकिएला। तिमीले बुझेको तर बुझ्न नचाहेको सत्य बुझाउन नसकिएला, तिमीले बुझेको तर बुझ्न नचाहेको सत्य बुझाउन नसकिएला। भन्छौ होला भन्नु सजिलो छ गर्नु गाह्रो, भन्छौ होला भन्नु सजिलो छ गर्न गाह्रो। कुर्सीमा बसेर शब्द कोर्न तिमीलाई, मलाई भन्नुहुन्छ होला, कुर्सीमा बसेर शब्द कोर्न तिमीलाई यो मायाको पीडा हो तिमी बुझ्दैन होला, यो मायाको पीडा हो तिमी बुझ्दैन होला। तर के थाहा मेरो मित्र, के थाहा मेरो मित्र, एक समय यसरी कसैले बुन्दै थियो रचना, एक समय यसरी कसैले बुन्दै थियो रचना, र म तिमी जस्तै यो भिडको भाग थियो होला, र म तिमी जस्तै यो भिडको भाग थियो होला। धन्यवाद। कुर्सी चाहिँ हटाउनु पर्छ, नभए आशाले गाली गर्छ।